दिनभरि कपडा पट्टाको पट्टाई हाम्रो मम्मी पट्याएर नथाक्ने हेर मेरो मम्मीमा त काइ त भा फेरि आमालाई बालाई विदेश बोलाएर काम गराउँछ भन्ने एउटा एकचोटि चलेको थियो है हल्ला के तेल भिजायो कि समथिङ के हो त्यो होइन छ्या म त सुत्केरीमा त बोलाइन हौ कसैलाई एक्लै गरे हो तर मेरो मम्मी सबै कपडा पट्टाइदिनुहुन्छ कराको कराइ रियाउ यति कराउने होइन यो मम्मी बिहान 5 बजे उठेर हल्ला गर्ने के कस्तो निद्रा नलाग्यो कि रातभरि पखाइमा दे त्यहाँमै नमिल्ने के जापानको र नेपालको ट्याक्कै निन्द्रा छुट्छ अनि के गर्नु त तिमीहरू सुते गर्छौ अनि 5 बजे उठेर रियाउ यति ठुलो घन्काउने हो हेर यहाँ कोठामा हल्ला हुन्छ क्या हेर नि कपडा पटाउनु लाग्यो के हल्ला हुने टोइलेट छैन क्या माथि जानु कोठामा गएर सुत्नु बेडमा गएर सुत्नु भन्दा मम्मी मान्नुहुन्न हेर है कति आपत के 3 तलामा टोइलेट बाथरुम छैन हेर 2 तलामा टोइलेट छ जुन किचन छ अनि 1 तलामा टोइलेट बाथरुम छ अनि कोठाहरू छ अनि जाम तल भन्दा त्यहाँ पनि नमाने दिनभरि किचनमै बस्ने अब किचन उहाँ छ भद्रकोले हेर अनि यहाँ यो बस्ने अनि यहाँ म्याटी यही म्याट ओछाएर सुत्नुहुन्छ बेडमा सुत्नु त्यत्रा डिलक्स म्याट छन् तर मम्मी मान्नुहुन्न किन भरेङमा माथि तल गर्न गाह्रो हुन्छ अरे उहाँलाई आफू फेरि हेर नि लिचिक परेको खाटा सुतिन्छ क्या हामी अब मम्मी यहाँ भुइँमा सुत्नुहुन्छ ठिकैको भुइँ हो र यो भुइँ भन्नाले म्याट छ कि यहाँ सुत्नुहुन्छ तल जानु माथि त्यत्रा खाट खाली छन् क्या मलाई टोइलेटको गाह्रो हुन्छ चाडा कोठा खाट छ अनि नमान्ने अब म के गरौँ अब यो 2 तलामा के अरे माथिको तलामा या भुइँ तलामा अब के गरौँ जानै नमान्ने म के गरौँ म नेपाल गएर फेरि छोरीले भुइँमा सुताइ भने भन्ने हो कि भन्ने पिर के फेरि पागल किन भन्ने हो र मेरो खुसीले सुत्या त यहाँ तर मैले सोचेको थिइनँ मेरो मम्मीलाई नि मैले जापान ल्याउँछु भनेर होइन त मम्मी होइन सासू मम्मी के को सासू मम्मी मम्मी नै हो नि मेरो सासू मम्मी सासू मम्मी होइन अरे मम्मी नै हो यसलाई ठिकै छ अब सासू मम्मीलाई पनि मम्मी नै भन्छु नि त के भइदा नि अब मेरो मम्मी बिना म बाँच्नै सक्दिनँ अब भुइँमा सुता त हुने आफ्नो मम्मीलाई हेर होइन कुरा त लाउनु हुन नि गाउँमा कुरा लाउनु तिमीले जा भन्छ त्यत्रो अल्गो उक्लिएर जाने मलाई कति गाह्रो हुन्छ आफ्नो घर आनी गाउँमा बसेर अनि बाहिर गएर पूजाले त मलाई भुइँमा सुताए कि काम गराए कि कपडा पट्टाउनलाई भन्ने कुरा त लाउनु हुन्न म आफै पठाएको म घर आनी पठाउँछु कपडा के को छट यही हो आजको ताजा खबर ल म गएँ ल भोलि भिडियो हाल्छु